बाल जीवन बिमाको बारेमा बालबालिकाको भविष्यको लागि बचत हुन्छ। 2. यस बिमा योजनाका लाभहरू: ए. प्रस्तावकको जोखिम वहन हुन्छ। बी. जोखिम प्रारम्भ मिति पश्चात बिमितको मृत्यु भएमा बिमाका रकमको 25% वा तिरिएको बिमा शुल्कमा जुन बढी हुन आउँछ त्यो रकम भुक्तानी हुन्छ। सी. बिमा समाप्ति मितिसम्म बिमितलाई राम्रो भएपछि बिमा अवधि समाप्तिमा बिमाका रकम र नियम अनुसार पाउने बोनस भुक्तानी बिमितले पाउनेछ। बिमा अवधिभित्र प्रस्तावकको कुनै पनि कारण मृत्यु भएमा बिमा अवधिभर बाँकी अवधिको बिमा शुल्क छुट सुविधा प्रिमियम वाइभर बेनिफिट PWB प्रदान गरिनेछ। यो प्रिमियम वाइभर बेनिफिटमा बिमितले राख्नुपर्ने वार्षिक प्रिमियम छुट हुन्छ। यो स्वतः कम्पनीले जम्मा गरिदिनेछ। दुर्घटनाबाट मृत्यु भएमा प्रस्तावकको दुर्घटनाबाट मृत्यु भएमा दोहोरो बिमा लाभ राइडर बेनिफिट थप सुविधा लिएको छ भने एकमुष्ट प्रदान गरिनेछ। बच्चाले आफ्नो शिक्षाको लागि बिमाङ्कको 1% मन्थली इन्कम बेनिफिट MIB रकम बिमा अवधिसम्म मासिक रूपमा प्राप्त गर्नेछ। यस सुविधामा बच्चाले 5 लाखको बिमा गरेको थियो भने उसको प्रस्तावकको मृत्यु भएपछि उसले मासिक 1% भनेको 5,000 र 50 लाखको बिमा गरेको छ भने मासिक रूपमा 50,000 पाउनेछ। बिमा अवधि समाप्तिमा बिमित बच्चालाई बिमा रकम र बोनस प्रदान गरिनेछ। बिमा अवधिभित्र प्रस्तावक दुर्घटनाबाट पूर्ण अशक्त भएमा बाँकी अवधिको बिमा शुल्क छुट हुने भएकोले वर्षेनी तिर्नुपर्ने रकम तिर्नु पर्दैन। बिमा गरेको 3 महिनापछि प्रस्तावकलाई 35 वटा जटिल प्राणघातक रोग मध्येको रोग लाग्यो भने जतिको बिमा गरेको हो त्यति नै रकम अथवा 5 लाखको बिमा भए 5 लाख र 50 लाखको बिमा भए 50 लाख बिमा कम्पनीले